Hello guys, so guys हेर्नु सक्छ यो दुईजना एकदमै धेरै धेरै भ्लग बनाउन हो तिमी युट्युबमा पोस्ट गर्नु छ भोलि 4000 के आयो भने 20000 तुमको दे भ्लगै बनाइरहेको छु यार। अन्त गाइस हेर्नु सक्छौ हाम्रो यहाँ आज हामीले हल्का भिडियो बनाइरहेको छु मल्लेश्वरम पार्कको। अन्त गाइस क्या दामी नजारा छ, एकदमै यति दामी छ कि मतलब जति हेर्दा पनि मनै नभर्ने खाली ठाउँ छ यहाँनिर गाइस। अनि जसलाई पनि जो बेङ्गलोरमा हुनुहुन्छ ऊ पनि आउनु सक्छ यहाँनिर अनि यहाँको भरपुर मजा उठाउनु होला। अनि यहाँ हेर गच्छीहरू हेर्नुहोस्, एकदमै बहुत बहुत अति सुन्दर अदृश्य नजारा छ। अनि कपल्सहरू पनि यहाँ बसिरहेको हुन्छ, सबैजना यहाँनिर घुमिरहेको हुन्छ एकदमै। अन्त ब्रो गाइस के भन्नु चाहन्छ यहाँको बारेमा, पार्कको बारेमा कस्तो लागिरहेछ? अन्त ब्रो यो के हो, यो वाट इज दिस ब्रो? नारियल होला कि बा? आई थिङ्क नारियल हो, सानो सानो नारियल फलिरहेको रहेछ। हेर्नु सक्छ गाइस एकदमै नयाँ नयाँ चिज देखिरहेछ, किसिम किसिमको मान्छे, हजार किसिमको प्रकारको मान्छे देखिरहेछ आज होइन होला। केही भन न ब्रो, दिनभरिको टेन्सन अनि यहाँ आएर चाहिँ हल्का रिल्याक्स फिल भइरहेको छ होइन। What's up bro? What's up? Hi bro. म त नेपाली केटी हेर्न आए खोइ केटीहरू त एकजना पनि देख्दिनँ, तर नेपाली केटीहरू आज सायद आएको छैन होला कोही पनि। अन्त यहाँनिर हेर्नु सक्छ गाइस, ओहो जिम टाइपको भी रहेछ नि त यहाँनिर है, एकदमै दामी देखिरहेछ यार। म जिम गरेको गर्छु, तिमी भिडियो बनाऊ सम वाउ चाइनिज भ्लग न्यू भिडियो भने। यहाँनिर फ्लावर के साह्रो दामी